यो कोरियनहरुसँग मैले विगत 4-5 वर्षसम्म चाहिँ कोरियनहरुसँग बसे काम गरे। उनीहरुको एउटै धारणा के छ भन्दाखेरि कुनै पनि चीजलाई चाहिँ तपाईको चाहिँ छिटो छरितो गर्नलाई हैन सहज तरिकाले गर्नको लागि चाहिँ त्यहाँनेर चाहिँ के गर्नुपर्छ भन्दाखेरि चाहिँ मेहनत गर्नुपर्छ। मेहनत भनेको कस्तो भनेपछि श्रम काम गर्नु पर्यो हैन। काम गरिसकेपछि मात्र छिटो सकायो राम्रो तरिकाले गर्यो हैन। अब प्राविधिक हरेक कुरालाई जुटाएर चाहिँ काम मेहनत गरेर काम गर्यो भनेपछि खाली बसेन भनेपछि त्यो चीजहरु छिटो सहज हुने जिम्मा लियो हामीले गरिराछौं। यहाँनेर कसैलाई न 2 पैसा दिएको छ न के गरेको छ। दाताहरु हुनुहुन्छ खाजा खानुस् तपाईले काम गर्नु भएको छ भन्नुहुन्छ। हामीलाई माया गर्ने मान्छेहरु हुनुहुन्छ उहाँहरूले सहयोग गर्नुहुन्छ। खाजा नास्ताको व्यवस्था गरिन्छ पानीको व्यवस्था हुन्छ। अब कसैको जन्मदिन पर्छ कसैको बुबाको के पर्छ कहिले के पर्छ सबैजनाले आज मेरो तर्फबाट भोलि मेरो तर्फबाट भन्दै यहाँनेर तपाईको अहिले हेर्नुस् अब कहिले त्यही जेनजीले गर्दाखेरि तपाईको सरकार जसले जेनजीहरुले चाहिँ प्रधानमन्त्री गृहमन्त्री बनाइराछन्। अब तिनै जेनजीहरु अहिले प्रत्येक दिन छप्पिराछन्। उनीहरुलाई तपाईको मुद्दा चलिरहेको छ। त्यस्तो अवस्था आइरहेको छ हैन। अब देख्नुहुन्छ पुराना पार्टीका दलहरुका मान्छेहरुले पनि कति चाहिँ तपाईको अब धम्कीहरु दिइराने यो त्यो भन्ने 4 दशकदेखि तपाईको पुराना पार्टीहरुलाई साथ त दिएकै हो। अब एक पटक हामीले चाहिँ एउटा कार्यकालको लागि मात्रै हामीले चाहिँ हर्क साम्पाङलाई साथ दिउँ न। एक पटक उहाँलाई हेरौँ न। ठीक छ त 4 दशक त गयो यतिकै दुःख भयो। अब हेर्नुस् न अहिलेको यो जेनजी आन्दोलन यतिकै सिर्जना भएको त हैन नि। पक्कै पनि जनता निराश भएर तपाईको त्यो अवस्थामा पुर्याएको भएर त सिर्जना भएको केसलाई ल्याएर हेरौँ। सिङ्गापुर हेर्नुस् पहिला कस्तो देश थियो। राम्रो व्यक्तिले नेतृत्व गर्यो र राम्रो भयो भने त बन्न त कुनै समय नै लाग्दैन रहेनछ हैन। कुनै समयमा तपाईको चाहिँ त्यहाँनेर नसाले चाहिँ तपाईको बिग्रिएको हैन केही कुराहरु नभएको सकिन लागेको ठाउँ पनि त तपाईको देशहरु पनि त बनिसकेको छ। भनिसकेपछि त हाम्रो पनि साइडको चाहिँ पहिलो श्रमदाता पनि होम्ला सायद है। हामी काठमाडौँमा सुरुवात गर्दाखेरि तपाईको धेरै मान्छे पनि थिएनौँ। हामी 2-4 जना मान्छेहरु आफूहरूले चाहिँ घरबाट बोराहरु खाली प्लास्टिकहरु लिएर चाहिँ त्यसरी श्रमदान सुरु गरेको। अहिले त यो देख्दा एकदमै खुसी लागेको छ। अनि हाम्रो चाहिँ लुम्बिनी प्रदेशमा चाहिँ हाम्रो उतातिर विस्तार भइसकेको छ। प्रदेशिक उसमा पनि तपाईको बुटलखानमा पनि हाम्रो संगठन चाहिँ विस्तार भइसकेको छ। अब आधिकारिक रूपमा हामीले चाहिँ एउटा कार्यक्रम चाहिँ राम्रो कार्यक्रम राख्ने भन्ने चाहिँ हाम्रो तयारी भइरहेको छ। अब हामी केही समयमा उतातिर जाँदै छौं। भनेपछि लुम्बिनी प्रदेशतिर पनि यो श्रमदानको अभियान राम्रोसँग चलिरहेको छ। एकदम सर। अब श्रमदान चलेको छैन कति बुटलमा त चलिरहेको छ तपाईको हैन। अब तपाईको चाहिँ हाम्रो प्युठानमा पनि श्रमदान सुरु गर्नको लागि त्यहाँ चाहिँ संगठन विस्तार भइसकेको छ। श्रमदान सुरु भएको छैन। अब हामी लगतै यहाँबाट प्युठानमा अहिले कस्तो अभियान चलिरहेको छ प्युठान लगायत लुम्बिनी प्रदेशमा कस्तो अब चलिरहेको छ श्रमदान र श्रम अभियान कसरी भइरहेको छ भनेदेखि चुनाव आउन लागिरहेको छ र चुनावी माहौल पनि कस्तो भइरहेको छ भन्ने सन्दर्भमा हामी कुरा गर्नको लागि उहाँलाई ढिलो नगरी स्वागत गर्न चाहन्छु र उहाँकै मुखर बिन्दुबाट हामी उहाँको परिचय पनि लिन्छौँ। नमस्कार हजुर। नमस्कार। हजुरको शुभ नाम भन्नुहुन्छ? मेरो शुभ नाम सन्दीप सुनार। म चाहिँ हाम्रो लुम्बिनी प्रदेशको प्युठान जिल्लादेखि हो। प्युठान जिल्लादेखि हजुर। भनेपछि प्युठानदेखि तपाईँ यहाँनिर श्रमदान गरिराख्नु आउनुभएको छ हैन। भनेपछि के छ लुम्बिनी प्रदेशमा अथवा प्युठानतिर श्रम अभियान कसरी चलिरहेको छ? श्रम अभियान त तपाईको यो श्रमदान जुन सुरु काठमाडौँमा चाहिँ भयो यो चाहिँ लगभग हाम्रै टिमबाट चाहिँ हामीहरु नै सुरुवात गर्ने। हाम्रो आरएन जितेन सरदेखि लिएर चाहिँ हामीहरुले 4-5 जना तपाईको यो ललितपुरबाट चाहिँ सुरुवात गरेको हो। हजुर। म चाहिँ यो पश्चिम साइडको चाहिँ पहिलो श्रमदाता पनि होम्ला सायद है। हजुर। हामी काठमाडौँमा सुरुवात गर्दाखेरि तपाईको धेरै मान्छे पनि थिएनौँ। हामी 2-4 जना मान्छेहरु आफूहरूले चाहिँ घरबाट बोराहरु खाली प्लास्टिकहरु लिएर चाहिँ त्यसरी श्रमदान सुरु गरेको। अहिले त यो देख्दा एकदमै खुसी लागेको छ। अनि हाम्रो चाहिँ लुम्बिनी प्रदेशमा चाहिँ हाम्रो उतातिर विस्तार भइसकेको छ। प्रदेशिक उसमा पनि तपाईको बुटलमा गठन भइसकेको छ। अनि प्युठानमा पनि हाम्रो संगठन चाहिँ विस्तार भइसकेको छ। अब आधिकारिक रूपमा हामीले चाहिँ एउटा कार्यक्रम चाहिँ राम्रो कार्यक्रम राख्ने भन्ने चाहिँ हाम्रो तयारी भइरहेको छ। अब हामी केही समयमा उतातिर जाँदै छौं। भनेपछि लुम्बिनी प्रदेशतिर पनि यो श्रमदानको अभियान राम्रोसँग चलिरहेको छ। एकदम सर। अब श्रमदान चलेको छैन कति बुटलमा त चलिरहेको छ तपाईको हैन। अब तपाईको चाहिँ हाम्रो प्युठानमा पनि श्रमदान सुरु गर्नको लागि त्यहाँ चाहिँ संगठन विस्तार भइसकेको छ। श्रमदान सुरु भएको छैन। अब हामी लगतै यहाँबाट टिम बनाएर चाहिँ हामी निस्किदै छौं। अनि त्यहाँनेर एउटा विरोध कार्यक्रम राखेर त्यसपछि एउटा श्रमदान सुरु पनि गर्ने पार्टीमा प्रवेश गर्नेदेखि लिएर हरेक कुराहरु चाहिँ त्यहाँनेर हुँदैछ सर। भनेपछि तयार गरिराख्नु भएको एकदम। के छ यो श्रम गर्ने अभियान त अब हुन त हामीले श्रम त पहिलेदेखि नै गरिराखेको हो। श्रम नगर्दा हुँदैन। श्रम नगरिकन अहिले हामी छैनौँ हैन। किनकि आफ्नो लागि श्रम त गर्नै पर्यो हैन। अब यो श्रम गर्ने श्रम एउटा संस्कृति बसाल्नुपर्छ भन्ने अहिले हर्क साम्पाङको भिजन छ। श्रम संस्कृति एउटा बसाउनुपर्छ। श्रम गर्ने एउटा संस्कृति बसाउनुपर्छ र श्रम दान गर्ने पनि एउटा संस्कृति बसाउनुपर्छ। किनकि हप्तामा 5 दिन 6 दिन पेटको लागि 1 दिन देशको लागि
श्रमदान गर्ने। हिजो पनि हामीले श्रमदान गरेकै हो, अहिले हामीले जानेर या नजानेर श्रमदान गरिराखेका छौँ। श्रम त अनिवार्य नै भइहाल्यो। श्रमदान भन्नाले अब यहाँनिर आएर मात्रै होइन, कसैको आफ्ना आफन्त छर छिमेकको केही गर्न अथवा होइन घर बनाउनु भयो अथवा के गर्न भयो, अथवा यहाँनिर एउटा श्रम गर्ने भनेको त एउटा सरकारको नीति नै पनि छ। बजेटै छुट्यो भने पनि 15% 10% श्रम गर्ने होइन, अथवा त्यहाँको पब्लिकले गर्ने, बाँकी यो बजेट छुट्ने भन्ने त छँदै नै छ। तर त्यो कार्यान्वयन भएर आएको छैन। अब यो पूर्वधारणदेखि यो कार्यान्वयनमा भएर आएको श्रमदान अहिले पछि देश खाइसक्यो। अब यसलाई चाहिँ तपाईँले कसरी हेर्नुहुन्छ? म चाहिँ कस्तो श्रमदान र श्रम गर्नै पर्ने रहेछ? एकदम सर, म चाहिँ कस्तो भन्दाखेरि म व्यक्तिगत रूपमा चाहिँ मैले चाहिँ काम गर्ने बेलामा तपाईँको यो कोरियनहरूसँग मैले विगत 4-5 वर्षसम्म चाहिँ कोरियनहरूसँग बसेँ, काम गरेँ। उनीहरूको एउटै धारणा के छ भन्दाखेरि कुनै पनि चिजलाई चाहिँ तपाईँको चाहिँ छिटो छरितो गर्नलाई होइन, सहज तरिकाले गर्नको लागि चाहिँ त्यहाँनिर चाहिँ के गर्नुपर्छ भन्दाखेरि चाहिँ मेहनत गर्नुपर्छ। मेहनत भनेको कस्तो भनेपछि श्रम, काम गर्नु पर्यो होइन। काम गरिसकेपछि मात्र छिटो सकायो, राम्रो तरिकाले गर्यो होइन। अब प्राविधिक हरेक कुरालाई जुटाएर चाहिँ काम मेहनत गरेर काम गर्यो भनेपछि खालि बसेन भनेपछि त्यो चिजहरू छिटो सहज हुने, छिटो सकिने, आफ्नो लागि फाइदा हुने, त्यस्तो किसिमको चाहिँ उनीहरूको प्रवृत्ति छ। अनि त्यही कुराहरू म त्यो 5 वर्षसम्म बस्दाखेरि जुन कुराहरू मैले भोगेँ, सिकेँ उनीहरूसँग। अनि नेपालमा आइसकेपछि तपाईँको यहाँनिर चाहिँ अब के छ भन्दाखेरि हर्का साम्बाङले त श्रमदान गर्नुमा छ, धरानमा यस्तो यस्तो कुराहरू भइरहेछ, लाखौँ पर्ने चाहिँ तपाईँको चाहिँ कामहरू चाहिँ अहिले चाहिँ थोरै पैसामा भइरहेछ, खाजा नास्तामा भइरहेछ भनिसकेपछि हेर्नु न धरानमा कति परिवर्तन आयो भनेपछि त अब हामीले बुझ्न जरुरी छ। त्यो त मैले त अब अरू बाहिरतिर काम गरेको हिसाबले त्यसरी चाहिँ बुझेँ होइन। कतिपय मान्छेहरूले के छ भन्दाखेरि बुझ्नु भएको छैन क्या। अब यही फिल्डको कुरा गरौँ, यही कीर्तिपुरको यो टियुको कुरा गरौँ, तपाईँको काम हुन्थ्यो, कति पैसा खर्च हुन्थ्यो भन्नुहोस् न, त्यहीँनिर कति भ्रष्टाचार हुन्थ्यो। देशको अवस्था त सबैलाई थाहा छ हामीलाई, हो कि नै? ल अहिले हामीले चाहिँ जिम्मा लियौँ, हामीले गरिरहेछौँ, यहाँनिर कसैलाई न 2 पैसा दिएको छ न के गरेको छ। दाताहरू हुनुहुन्छ, खाजा खानुहोस्, तपाईँले काम गर्नु भएको छ भन्नुहुन्छ, हामीलाई माया गर्ने मान्छेहरू हुनुहुन्छ, उहाँहरूले सहयोग गर्नुहुन्छ, खाजा नास्ताको व्यवस्था गरिन्छ, पानीको व्यवस्था हुन्छ। अब कसैको जन्मदिन पर्छ, कसैको बुबाको के पर्छ, कहिले के पर्छ, सबैजनाले आज मेरो तर्फबाट भोलि मेरो तर्फबाट भन्दै यहाँनिर तपाईँको पालो पाउनु भएको छैन। त्यसरी चाहिँ यहाँनिर काम भइरहेको छ। यो चाहिँ अवस्था छ होइन। त्यो भएर चाहिँ श्रमदान तपाईँको हर नेपालको कुना प्रत्येक घरबाट हुन जरुरी छ। कुनै समयमा गाउँमा कुनै संस्था आयो भने तपाईँको खानेपानी संस्था आयो भने सरसफाइ काम गर्नुपर्छ, सबैजना मिल्नुपर्छ भन्दाखेरि त्यो गाउँ नै उज्यालो हुन्छ कि तपाईँको होइन। एउटा सानो कार्यक्रमको लागि सम्पूर्ण मान्छेहरू मिलेर गऱ्यो भनेपछि तपाईँको गाउँ नै उज्यालो हुने काम हुन्छ सरसफाइको कामले गर्दाखेरि। भनेपछि जब देशव्यापी रूपमा हामी सबैजना उठेर चाहिँ तपाईँको ल हामीले चाहिँ आज 3 दिन हप्तामा 3 दिन चाहिँ काम गर्नुपर्छ, बालबालिका पढ्नेले चाहिँ सिक्नुपर्छ, प्रविधिमा जानेले चाहिँ प्रविधि गर्नु पर्यो होइन, कृषि गर्नेले कृषि गर्नु पर्यो। त्यो गर्दाखेरि त कस्तो हुन्छ होला कि त्यो महल। विदेशहरू पनि तपाईँको हङकङकै केसलाई ल्याएर हेरौँ होइन, तपाईँको सिङ्गापुरको केसलाई ल्याएर हेरौँ। सिङ्गापुर हेर्नुहोस् पहिला कस्तो देश थियो, राम्रो व्यक्तिले नेतृत्व गर्यो र राम्रो भयो भनेपछि त बन्न त कुनै समय नै लाग्ने रहेनछ होइन। कुनै समयमा तपाईँको चाहिँ त्यहाँनिर नसाले चाहिँ तपाईँको बिग्रिएको होइन, केही कुराहरू नभएको सकिन लागेको ठाउँ पनि त तपाईँको देशहरू पनि त बनिसकेको छ। भनिसकेपछि त हाम्रो पनि त सम्भव छ। त्यो भएर यो श्रमदान जुन हर्का साम्बाङज्यूले लिएर आउनु भएको छ एकदमै अति नै राम्रो छ। अब यसलाई चाहिँ हामी सबै नेपालीले मनन गर्न जरुरी छ, हामीले बुझ्न जरुरी छ। हामी सबैले आफ्नो ठाउँबाट एकचोटि मात्रै हामीले चाहिँ उहाँलाई बुझेर साथ दियौँ भने भोलिको दिनमा चाहिँ यो ओहो हाम्रो चाहिँ यो देश भएन, यो भएन, त्यो भएन भनेर भन्न केही बेरै लाग्दैन तपाईँको। अब यही ठाउँ हेरौँ, अहिले हाम्रो चाहिँ अब हाम्रो 1-1.5 महिनामा यति भइसकेको छ। अब 1-1.5 वर्षपछि अब हेरौँ, अब चुनाव भनेको छ, अब सरकार ढलेछ होइन। अहिले चाहिँ अब तपाईँको अन्तरिम सरकार छ, अब कस्तो काम हुन्छ के हुन्छ त्यो त हामीले जिम्मा लिन सक्दैनौँ। तर पनि तपाईँको राम्रो व्यक्तिको नेतृत्व आउने हो भने यही गराउन्ड भोलिको दिनमा यहाँनिर पार्क राम्रो बन्यो भने भोलिको दिनमा त त्यसरी कसलाई जाने हो? तपाईँ हामीले त जाने हो, किनकि हामी आछौँ, हामीले कसले पैसा दिएको छ र दिएको छैन नि त। हामी त आफ्नो पैसा खर्च गरेर तपाईँको कहिले यहाँ तपाईँको आज यहाँ टियुमा आछौँ, योभन्दा पहिला सूर्य विनायकमा गऱ्यौँ, गोकर्णमा गऱ्यौँ होइन, तपाईँको यता यो ललितपुरमा गऱ्यौँ होइन, हाम्रो त चलिरहेछ। अब श्रमको कुरो गरियो होइन, अब श्रम संस्कृति पार्टीको चाहिँ माहौल लुम्बिनी प्रदेशमा अथवा प्युठानतिर कस्तो अवस्था छ? हाम्रो श्रमदान सबै श्रमदान गर्ने व्यक्तिहरू अब पार्टीमा आउँछन् भन्ने पनि छैन। अब सबै सदस्य बन्छन् भन्ने पनि छैन। अब सधैँ सदस्य नबन्नेहरू र श्रमदानमा नआउनेहरूले फेरि श्रम संस्कृति पार्टीले भोट दिँदैनन् भन्ने पनि छैन। दुवैतर्फबाट हामीले हेर्नुपर्ने हुन्छ। अहिलेको माहौल हेर्दाखेरि कस्तो छ भन्नुहुन्छ भने
तपाईहरूले चाहिँ गर्नुहोस्, तपाईँहरू आउनुहोस्, हामी फिल्डमा नदेखिए नै भोट तपाईँले हाल्छन् भन्ने खालका व्यक्ति पनि हुनुभयो। मैले अहिले प्युठानमा गएर तपाईँको यही तपाईँको कात्तिकको 14-15 गतितिर तपाईँको चाहिँ मैले त्यहाँ छलफल र भेटघाट कार्यक्रम भनेर एउटा चाहिँ हाम्रो पार्टीबाट श्रम संस्कृति पार्टीबाट चाहिँ एउटा कार्यक्रम राखेँ। पानी परिरहेको थियो जुन बेलामा, त्यो समय पानी परेको बेलामा नि अब जतिजना साथीहरू सम्भव भयो उहाँहरू आउनुभयो होइन। अनि उहाँहरूले के भन्नुभयो, नआएको जुन टोलमा हुनुहुन्छ हाम्रो पश्चिमतिर भनेको तपाईँको हाम्रो प्युठान, दाङ, रोल्पा अनि यो अर्खाँची यो साइडहरू भनेको तपाईँको यो भनेको माओवादीको उत्पादन भएको यो रोल्पा भयो, अर्खाँची, गुल्मी अनि हाम्रो प्युठान भनेको तपाईँको पुराना पार्टीले जड गाडेको ठाउँ हो। यहाँनिर अलिकति सम्भव छैन। पूर्वतिर जस्तो अलिकति त्यति बुझ्ने खालको मान्छे पनि छ जस्तो पनि मलाई लाग्दैन कि, किनकि उहाँहरूले चाहिँ बुझ्नुभयो भने त्यो वातावरण बनाउनु भयो। ओहो अब चाहिँ हामीले मानौँ कि एउटा प्याज किन्दाखेरि पनि आलु किन्दाखेरि हामीले के गर्छौँ, छान्छौँ क्या होइन, कुहिएको चिजलाई फाल्नुपर्छ भनेर। तर हामीले चाहिँ कस्तो देश बनाउने ठाउँमा चाहिँ हामीले चाहिँ कुन चाहिँ नेतालाई चाहिँ चिन्ने हो, कुन चाहिँ नेतालाई भोट हाल्ने भनेर हामीले छुट्याउन सक्दैनौँ। हामी पुरानै प्रवृत्तिमा गइरहेछौँ। हामी चाहिँ अलिकति त्यही हो मासु भातकै लोभमा भनौँ होइन, सबैजनाहरू त्यसैमै बिकिरहनु भएको छ, त्यही पुराना दललाई अगाडि बढाइरहनु भएको छ। अनि हामीले भन्छौँ कि ओहो हामीले चाहिँ यस्तो भयो, यो नेता भयो, हामीलाई चाहिँ दुःख भयो भनेर भन्छौँ। तर कतिपय कुरामा हाम्रो पनि गल्ती छ त्यहाँनिर। हामीले सही नेतृत्व गर्ने व्यक्ति, राम्रो व्यक्तिले त हामीले पनि त साथ दिनु पर्यो। यत्रो 4 दशकदेखि तपाईँको पुराना पार्टीहरूलाई साथ त दिएकै हो। अब एकपटक हामीले चाहिँ एउटा कार्यकालको लागि मात्रै हामीले चाहिँ हर्क साम्बाङलाई साथ दिउँ न, एकपटक उहाँलाई हेरौँ न। ठिक छ त 4 दशक त गयो, यत्तिकै दुःख भयो। अब हेर्नुहोस् न अहिलेको यो जेनजी आन्दोलन यत्तिकै सिर्जना भएको त होइन नि, पक्कै पनि जनता निराश भएर तपाईँको त्यो अवस्थामा पुर्याएको भएर त सिर्जना भएको हो। अब अहिले हेर्नुहोस्, अब कहिले त्यही जेनजीले गर्दाखेरि तपाईँको सरकार जसले जेनजीहरूले चाहिँ प्रधानमन्त्री गृहमन्त्री बनाइरहेछन्, अब तिनै जेनजीहरू अहिले प्रत्येक दिन छप्पिरहेछन्, उनीहरूलाई तपाईँको मुद्दा चलिरहेको छ, त्यस्तो अवस्था आइरहेको छ होइन। अब देख्नुहुन्छ पुराना पार्टीका दलहरूका मान्छेहरूले पनि कति चाहिँ तपाईँको अब धम्कीहरू दिइरहने यो त्यो भन्ने कस्ता खालका कुराहरू आइरहेका छन्। त्यो भएर चाहिँ एकपटक हामीले हर्क साम्बाङलाई साथ दिउँ, राम्रो व्यक्तिलाई साथ दिउँ, राम्रो ठाउँमा पुऱ्याउँ होइन। त्यसपछि पनि भएन। ठिक छ, यत्रो 4 दशक गयो बित्यो, जबकि हामीसँग त प्रत्यक्ष हाम्रो आँखाले देखिरहेछौँ कि हर्क साम्बाङले गएर धरानमा गरे व्यक्तिले त्यो धरानबाट काठमाडौँ आएर ल श्रमदान गरौँ भनेर हर्क साम्बाङले सुरु त गरे होइन काठमाडौँमा, हो कि नै यो कुरा। धरानबाट त उहाँले सुरुवात मात्रै गर्नु, काठमाडौँमा गर्नुपर्छ भन्ने त के भयो, युवाहरू जागरुक भएर यहाँनिर सुरु गरौँ भने यहाँनिर त यस्तो हुने रहेछ भनेपछि उहाँ धरानबाट काठमाडौँ नआएर यति परिवर्तन गर्न सम्भव छ भनेपछि एकपटक उहाँलाई तपाईँको त हामीले प्रधानमन्त्रीको सिटमा पुर्यायौँ भने त त्यो कुरा त अवश्य पनि सम्भव छ, त्यो विश्वास पनि छ। किनकि उहाँले जुन तरिकाले जे बोल्नुहुन्छ त्यो पुरा गर्नुहुन्छ। उहाँ धरानमा आजभन्दा 10 वर्ष पहिला त हामीले त चिन्ने थिएनौँ नि त हर्क साम्बाङलाई। चोकमा तपाईँको माइक ल्याएर चाहिँ म भोट माग्न आएन, तपाईँ चाहिँ परिवर्तन हुनुहोस्, यो सिक्नुहोस्, त्यो गर्नुहोस्, तपाईँहरूले चाहिँ जनताहरूले भनेर माइकिङ गरेको व्यक्ति हो नि त। धरानको तपाईँको मेयर नहुँदै हामीले कसैले चिनेको थिएन नि। जब उहाँको भिजनहरू आउन थाल्यो, उहाँले जे प्रतिबद्धता गर्नुभएको थियो चुनाव अगाडि, त्यो कुराहरू तपाईँको आउन थाल्यो। उहाँले चाहिँ पानी ल्याउँछु भन्नुभयो, सम्भवै नभएको ठाउँहरूबाट पनि तपाईँको चाहिँ पानी लिएर आउनुभयो। उहाँले धरानको जनताहरूलाई विश्वास जित्नुभयो, तब पो अहिले सम्भव भएको छ। हिजो हेर्नुहोस् उहाँ पाँचथरमा, तेह्रथुममा कता तपाईँको चाहिँ हाम्रो कार्यक्रमहरू चलिरहेको छ होइन। जनताहरूले विश्वास गर्नुभएको छ एकपटक सबैजनालाई। अब त्यो पूर्वमा मात्रै होइन कि पश्चिम लगायतका ठाउँहरूमा पनि तपाईँको सबैजनाले देशभरि सबैजनाले चाहिँ एकचोटि उहाँलाई साथ दियो, सबैजनाले माटोमा भोट हालौँ, साथ दिउँ एकपटक। त्यसपछि पनि बनेन भने यत्रो 4 दशकसँग नबनेको कुरा यो बनेन। उहाँले त भन्नुभएको छ त अब बनेन भने नेपालको नागरिकता त्यागेर म जान्छु, त्यो हिम्मत कसैले गर्न सक्छ? 10 वर्षमा सिङ्गापुर बनाउँछु भन्ने मान्छे पनि यही छन्। अहिले तपाईँको चाहिँ यस्तो हो नि त, कुनै कुराहरू के हुन्छ भने गतिशील कुराहरू तपाईँको विकासको क्रममा हुने 4 दशकदेखि एउटा हुने कुराहरू त विकास, शिक्षा सँगसँगै विकास र प्रवृत्तिहरू अगाडि बढ्ने कुराहरूलाई लिएर अहिले के भनिरहेछन् पुराना, यो प्रधानमन्त्रीले यो बनायो, यो प्रधानमन्त्रीले चाहिँ सुरुङ बनायो, धरारा बनायो, यो बनायो। त्यो त पहिल्यैदेखि थियो नि त, तिनै कुराहरूलाई त रिनोभेट गरेको हो त होइन र त। भक्तिका कुराहरू बनाएको हो। तपाईँको भूकम्प जाँदाखेरि 72 सालको भूकम्प जाँदाखेरि कति बिलियन डलर विदेशबाट सहयोग आएको छ, तिनी पैसा कहाँ गएको छन् अत्त पत्ता छैन। गाउँमा अझै पनि कतिपय व्यक्तिहरू, घर नभएका व्यक्तिहरू अझै पनि छन्। धुर्म सुन्तली फाउन्डेसन जस्ता चिजहरूले गएर तपाईँको चाहिँ घरहरू बनाइदिएर सिङ्गो बस्ती बनाइदिए होइन। तर विदेशबाट जुन सहयोग आयो त्यो सहयोगहरू कहाँ गछन्, के गर्छन् भन्ने कुरा अहिलेसम्म कसैलाई अत्त पत्तासम्म पनि छैन। त्यस्ता कुराहरू छन्, यावत कुरा छन्। त्यो भएर एकपटक हामी सुध्रिन पर्छ जनताहरू र राम्रो व्यक्तिलाई ठाउँमा पुऱ्याउँ, भोलिको दिनमा अवश्य पनि राम्रो हुनेछ।